हेलो एभ्रिवान, म चाहिँ सेलरोटी बनाउँदैछु अनि हजुरहरूले पनि देखिराख्नु भएको छ। मलाई चाहिँ एकदमै धेरै सेलरोटी मनपर्छ अनि हजुरहरूलाई चाहिँ सेलरोटी कतिको मनपर्छ र कसलाई चाहिँ सेलरोटी मनपर्छ कमेन्ट गरिदिनु ल यो भिडियोमा। अनि मलाई चाहिँ नेपाली डिसमा चाहिँ सबैभन्दा मनपर्ने चाहिँ सेलरोटी नै भन्नुपर्छ। पानी परेको बेला त चिसो चिसो मौसमको बेला त झन् मलाई त दिमागमा के कम भन्यो भने सेलरोटी भन्ने आइहाल्छ कि। प्रायः म सेलरोटी चाहिँ हप्तामा एकचोटि बनाइ नै राखिरहेको हुन्छु। मलाई मात्रै नभएर मिस्टर वनेमलाई पनि एकदमै धेरै मनपर्छ। हामी दुवैजनालाई सेलरोटी चाहिँ एकदमै धेरै मनपर्छ। सेलरोटी बनाउन चाहिँ मलाई एकदमै धेरै जोस जाँगर चल्छ, सायद मनपर्ने डिस भएर पनि होला। अनि फ्यामिलीमा सबैभन्दा मन पराउने सेलरोटी चाहिँ मै पर्छु। अनि मैले चाहिँ सायद बच्चादेखि नै मन पराएर होला, बच्चादेखि नै सेलरोटी बनाउन चाहिँ सिकेको थिएँ। अनि सानो छँदा मलाई सेलरोटी पकाउन लाउन चाहिँ एकदमै मनपर्ने अनि जोस जाँगर पनि चल्थ्यो। सेलरोटी बनाउँदा चाहिँ मलाई आमाको याद आउँछ कि आमाले भन्नुभएको कुरा। सानो छँदाखेरि म जहिले सेलरोटी बनाएका मात्रै भनिबस्थेँ नि त, अनि सेलरोटी बनाउने मात्रै भनिबस्थेँ। अनि त्यतिखेर आमाले भन्नुभएको एउटा कुरा मलाई याद आइरहेको छ कि अब म त लिम्बूको छोरी परेँ होइन। त्यतिखेर आमाले सेलरोटी साह्रै खान्छेस्, मन पराउँछेस्, अब त छेत्री बाहुनसँग बिहे गरेर जा, अनि जहिले तैँले सेलरोटी खा भन्नुहुन्थ्यो कि। तर हुन त होइन, लिम्बूहरूले पनि सेलरोटी खान्छ। तर पहिला चाहिँ अब लिम्बूहरूकोमा चाहिँ कोसेली बोक्दा ल्याउँदा प्रायः सुँगुरको फिला, सुँगुरको मासुहरू लिएर आउँथ्यो नि त। अनि छेत्री बाहुनहरूले चाहिँ सेलरोटीहरू बोक्ने गर्थ्यो। अनि त्यही भएर पनि मम्मीले त्यस्तो भन्नुहुन्थ्यो कि हुन त अब सबैले नै सेलरोटी मन पराउँछ, सबैले नै खानुहुन्छ। तर त्यो बेला त सानोमा त्यस्तो भन्नुहुन्थ्यो क्या मम्मीले, आमाले भनौँ न। मम्मी शब्द भन्दा नि मलाई चाहिँ आमा भनेको शब्द मनपर्छ। कतिखेर मुखमा घरिघरि फुस्किँदो रहेछ मम्मी। अनि सानो छँदा बनाउन सिकेको सेलरोटी अहिले आएर काम लागिरहेछ र आफूलाई मन परेको बेला बनाएर खान सकिरहेको छु।